नमस्कार यहाँहरू सम्पूर्णमा स्वागत छ सङ्गठित संस्थाको पूर्व योग्यता परीक्षा अर्थात् क्वालिफाइङ एक्जामिनेसनको मोडल सेट प्रश्नोत्तरको यो अर्को नयाँ भिडियोमा। यस च्यानलमा भने चाहिँ सङ्गठित संस्थाको पूर्व योग्यता परीक्षालाई लक्षित गर्दै हरेक दिन नयाँ नयाँ मोडल सेटका प्रश्न र तिनको उत्तरहरू चाहिँ प्रस्तुत गर्ने गरिएको छ। आजको सेट भने चाहिँ मोडल सेट नम्बर 13औं रहेको छ। योभन्दा अगाडिका विभिन्न 12वटा सेटका भिडियोहरू अपलोड भइसकेका छन्, त्यो पनि हेर्न सक्नुहुनेछ। साथै व्यावहारिक गणितका भिडियोहरू लगायत समसामयिकका भिडियोहरू पनि अपलोड भएका छन्, हेर्न सक्नुहुनेछ। यदि तपाईँ यो सेटको पिडिएफ चाहनुहुन्छ भने चाहिँ कमेन्ट बक्समा पिडिएफ लेख्नुहोला। तपाईँहरू जस्तै तयारी गरिरहनुभएका साथीहरूमा चाहिँ यो भिडियो धेरैभन्दा धेरै पुर्याउनुहोला, जसका लागि चाहिँ सेयर गर्नुहोला है त। मैले कमेन्ट बक्समा एउटा प्रश्न भन्दा जिज्ञासा जस्तो देखिरहेको थिएँ। यो व्यावहारिक गणितका हिसाबहरू चाहिँ अलि लामो लेन्दी मेथडबाट भयो, सर्टकट भन्नुभएको थियो। यो व्यावहारिक गणितका प्रश्नहरू चाहिँ दुई तरिकालाई हुन्छन्। कुनै चाहिँ हामीले कन्सेप्ट क्लियर भएर यदि कुनैका चाहिँ ट्रिकै हुँदैनन्, धेरै जसोको चाहिँ ट्रिक पनि हुन्छन् र मैले यहाँ सल्भ गर्ने क्रममा पनि दुईटै जेनरल र ट्रिक दुईटै मेथडबाट चाहिँ तपाईहरुलाई चाहिँ प्रस्तुत गर्ने गरेको छु। त्यसैले अब टाइम म्यानेजमेन्ट चाहिँ यो लोकसेवा लगायत विभिन्न प्रतिस्पर्धात्मक परीक्षाहरूलाई चाहिँ एकदमै महत्त्वपूर्ण हो। जस्तै तपाईहरुले यसको पनि यो जुन जीके पाठका छन् प्रश्नहरू, यदि तपाईहरुले योभन्दा अगाडि नै प्रश्न देखिसक्नु भइरहेछ, तयारी गरिसक्नु भइरहेछ भने त्यो प्रश्नलाई तपाईलाई सल्भ गर्न 15 सेकेन्ड पनि लाग्छ। हो यसैको टाइम चाहिँ उता गएर चाहिँ व्यावहारिक गणितमा चाहिँ लगाउन सक्नुहुनेछ। त्यसमा पनि सबै प्रश्न हार्ड लेभलका हुँदैन, 5 वटामा एउटा जति अर्थात् बढी भए 2टा जति प्रश्नहरू चाहिँ लेन्दी हुन्छ, जसले चाहिँ अलिकति टाइम लाग्छ। त्यही भएर चाहिँ यो टाइम म्यानेजमेन्टमा चाहिँ तपाईहरुले हो त्यसरी म्यानेज गर्नुपर्ने हुन्छ। तर मैले पनि विभिन्न यो ट्रिकहरू पनि सिकाइरहेको हुन्छु। यदि तपाईहरुलाई यस्तै ट्रिक चाहिन्छ भने चाहिँ यही च्यानलमा व्यावहारिक गणितका सम्पूर्ण च्याप्टरका चाहिँ भिडियो अपलोड भइसकेका छन्। त्यसमा चाहिँ सल्भ गर्ने तरिकादेखि लिएर चाहिँ ट्रिकहरू पनि रहेको छ, त्यो हेर्न सक्नुहुनेछ है त। अब ढिलो नगरी सेट 13का प्रश्नहरू हेरौँ। पहिलो प्रश्न रहेको छ, समूहक र दिएका नदीहरू समूहमा दिएका तिनका मिसिने स्थान अर्थात् उहाँबीच चाहिँ जोड मिलाउनुहोस् भनेर चाहिँ विभिन्न नदी र तिनका मिसिने स्थानहरू चाहिँ दिएको छ, जसमा चाहिँ मेकङ नदी रहेको छ। मेकङ नदी चाहिँ दक्षिण चाइना सी, साउथ चाइना सी भन्छ, यो जुन चाहिँ महासागर मध्येको सबैभन्दा ठुलो विश्वको है त। त्यस पछाडि 2 नम्बरमा रहेको छ एन्जे। यो एन्जे चाहिँ पूर्वी चाइना सागरमा चाहिँ मिसिन्छ। त्यस पछाडि अर्को रहेको छ नाइल नदी। नाइल नदी भनेको चाहिँ विश्वको सबैभन्दा लामो नदी, जुन चाहिँ 11वटा अफ्रिकाका देश भएर चाहिँ बग्ने गर्दछ। यो नाइल नदी चाहिँ कहाँ मिसिएको छ त भन्दाखेरिमा भूमध्य सागरमा। त्यस पछाडि अर्को रहेको छ डेनुब नदी। यो डेनुब नदी चाहिँ कृष्ण सागरमा चाहिँ मिसिने गर्दछ है त। यसरी हेर्दा यसको सही उत्तर कुन हुन्छ त? अप्सन ए हुन्छ। त्यस पछाडि दोस्रो प्रश्न हेरौँ। व्यावहारिक वायु अर्थात् ट्रेड विन्डका सम्बन्धमा तलका भनाइहरू विचार गर्नुहोस् र सही विकल्प छान्नुहोस् भनेर रहेको छ। व्यावहारिक यो वायु अर्थात् ट्रेड विन्ड चाहिँ सम्बन्धीका विभिन्न 3वटा चाहिँ अप्सन दिएको छ नि, यिनीहरू हेरौँ। यो वायु दुवै गोलार्धमा 30 देखि 35 डिग्री अक्षांश अर्थात् सब ट्रपिकल हाईबाट भूमध्य रेखा इक्वेटरतर्फ बहने स्थायी वायु हो भनेर रहेको छ। यो एकदम सही छ। अर्को रहेको छ फेरेल्स ल अनुसार यो वायु दक्षिणी गोलार्धमा आफ्नो बायाँतर्फ मोडिएर दक्षिण पूर्वी व्यावहारिक वायु बन्दछ भनेर रहेको छ। यो पनि ठिक छ। त्यस पछाडि अर्को रहेको छ यो वायु जमिन महाद्वीपको तुलनामा महासागरहरू माथि बढी अनियमित र कमजोर हुने गर्दछ भनेर रहेको छ। खासमा चाहिँ यो गलत छ। महासागरहरूमा चाहिँ जमिन जस्तो अग्लो पहाड वा भौगोलिक अवरोध नहुने र घर्षण कम हुने हुनाले चाहिँ यो वायु चाहिँ महासागरमाथि चाहिँ अझ बढी नियमित, निश्चित र एकदमै शक्तिशाली हुन्छ है त। त्यसको ठिक अपोजिट हुन्छ भने चाहिँ यो गलत, 1 र 2 सही। सही उत्तर चाहिँ 1 र 2 चाहिँ 3 गल्छ है त। त्यसपछि तेस्रो प्रश्न हेरौँ। नेपालको अन्तर्राष्ट्रिय सिमाना नजोडिएको भारतीय प्रान्त राज्य तलका मध्ये कुन हो भनेर चाहिँ विभिन्न प्रश्नहरू दिएका छन्। यसमध्ये चाहिँ यो
हिमाचल प्रदेशसँग चाहिँ नेपालको सिमाना जोडिएको छैन। नेपालले चाहिँ यो भारतसँग चाहिँ जम्मा 5 वटा प्रान्तमा चाहिँ सिमाना जोडिएको छ। जसमा चाहिँ पूर्वतर्फ चाहिँ यो सिक्किम र पश्चिम बङ्गाल रहेको छ। दक्षिणतर्फ चाहिँ बिहार र उत्तर प्रदेश र पश्चिमतर्फ चाहिँ उत्तराखण्ड चाहिँ जोडिएको छ है त। त्यसपछाडि चौथो प्रश्न रहेको छ नेपालले विश्वको कुल कार्बन उत्सर्जन ग्लोबल कार्बन इमिसनको कति प्रतिशत हिस्सा ओगटेको छ भनेर रहेको छ। यो चाहिँ 0.027% चाहिँ हिस्सा ओगटेको छ। त्यसपछाडि पाँचौं प्रश्न रहेको छ संयुक्त राष्ट्र सङ्घद्वारा निर्धारित दिगो विकास लक्ष्य अर्थात् सस्टेनेबल डेभलपमेन्ट गोल एसडिजीको लक्ष्य नम्बर 5 मा तलका मध्ये कुन विषय समेटिएको छ भनेर रहेको छ। यो एसडिजीको 17 वटा गोलमध्ये चाहिँ 5औं नम्बरमा चाहिँ लैङ्गिक समानता अर्थात् जेन्डर इक्वालिटी चाहिँ रहेको छ है त। त्यसपछि छैटौं प्रश्न हेरौँ विश्वको इतिहासको सम्बन्धमा तलको भनाइ के गलत रहेको छ भनेर चाहिँ विभिन्न 4 वटा भनाइ दिएको छ। यसमध्ये चाहिँ यसको गलत चाहिँ सन् 1883 सेप्टेम्बर 3 मा घटेको बोस्टन टी पार्टी घटना अमेरिकी स्वतन्त्रता सङ्ग्राम सम्बन्धी रहेको छ भनेर रहेको छ। यो बोस्टन टी पार्टी चाहिँ 1783 मा हैन, त्योभन्दा अगाडि नै यो 1773 को डिसेम्बर 16 मा चाहिँ बोस्टन टी पार्टी घटेको थियो। यो बोस्टन टी पार्टीले चाहिँ यो अमेरिकी स्वतन्त्रता सङ्ग्राम चाहिँ सुरु गरेको थियो। अब यसमा चाहिँ के गरेको थियो भन्दाखेरिमा चाहिँ त्यहाँका ओरिजिन रहेका जुन मानिसहरूले चाहिँ यो त्यहाँ चाहिँ यो बेलायतको चाहिँ उपनिवेश रहेको थियो। बेलायतले चाहिँ विभिन्न कानुनहरू विभिन्न करहरू लगाउने गरेको थियो। त्यही मध्ये चाहिँ यो अमेरिकामा बेच्नका लागि चाहिँ विभिन्न सिपहरूमा चाहिँ चियाका डब्बाहरू ल्याएको थियो। त्यसै डब्बालाई चाहिँ त्यहाँका नागरिकहरूले चाहिँ बोस्टन बे भन्ने ठाउँमा चाहिँ 340 वटा चियाका डब्बाहरू चाहिँ यो आन्ध्र महासागर अर्थात् एटलान्टिक ओसनमा चाहिँ फालेको घटनालाई चाहिँ बोस्टन टी पार्टी भनिन्छ। यही सन्दर्भबाट चाहिँ यो अमेरिकी स्वतन्त्रता सङ्ग्राम चाहिँ सुरु भएको थियो, जुन चाहिँ 1773 डिसेम्बरको 16 मा चाहिँ हो है। त्यस पछाडि 7औं प्रश्न रहेको छ नेपालको इतिहासमा महासामन्तको पदवी पाउने व्यक्तित्व पाउने शासक को हुन् भनेर रहेको छ। उनी चाहिँ अंशुवर्मा हुन्। त्यस पछाडि 8औं प्रश्न रहेको छ गोर्खामा पृथ्वीनारायण शाहभन्दा अगाडि राजा भएका शाहवंशीय राजाहरूको सही क्रम मिलाउनुहोस् भनेर रहेको छ। यो द्रव्य शाहले चाहिँ गोर्खामा चाहिँ शाहवंशको स्थापना गरे 1616 भाद्र 25 मा लिलिएको दौड जितेर भनेर चाहिँ यो रहेको छ। त्यस पछाडि चाहिँ विभिन्न राजाहरू चाहिँ भएका छन्। अब त्यसको सम्झिने सूत्र के छ त भन्दाखेरि द्र पु छ रा डक्री रुप्री नप्री भनेर सकिन्छ, जसबाट चाहिँ नरगोपाल शाहदेखि पृथ्वीनारायण शाहसम्म आउँछ है त। त्यसो भएपछि यिनीहरूको अर्डर हेर्दाखेरि चाहिँ द्रबाट द्रव्य शाह, द्रपु पुबाट पुरन्दर शाह, द्रपु छरा छबाट छत्र शाह राम शाह, त्यस पछाडि डक्री डम्बर शाह कृष्ण शाह, रुप्री भनेपछि रुद्र शाह, पीबाट पृथ्वीपति, अब नप्री भएपछि त्यसरी चाहिँ आउँछ है त। यो सम्झिनु होला द्रपु छरा डक्री रुप्री नप्री। त्यसरी 9 प्रश्न हेरौँ बुद्धको जीवनीसँग सम्बन्धित घटनाहरूको समूह क र समूह ख मा सङ्केत जोडा मिलाउनुहोस् र सही विकल्प रोज्नुहोस् भनेर चाहिँ दिएको छ है त। यसमा चाहिँ गृहत्यागमा चाहिँ लाई चाहिँ के हुन्छ भन्दाखेरिमा चाहिँ महाभिनिष्क्रमण हुन्छ है त, यो गृहत्याग भनेको चाहिँ। त्यस पछाडि 2 मा रहेको छ बुद्धको देहत्यागपछि लेखिएको पुस्तक भनेर रहेको छ। यो चाहिँ कुन हो त भन्दाखेरिमा मूल सर्वस्वती विनयी भन्ने चाहिँ यो पुस्तक चाहिँ लेखिएको। त्यस पछाडि प्रथम उपदेश भनेर रहेको छ। यो प्रथम उपदेश भनेको चाहिँ धर्मचक्र प्रवर्धन रहेको थियो। त्यस पछाडि 4औं मा रहेको छ महाप्राण अर्थात् देहत्याग भनेर रहेको छ। देहत्याग चाहिँ महापरिनिर्वाण चाहिँ हो है त यसको चाहिँ। त्यही भएर यसको सही उत्तर के हुन्छ त अप्सन ए नै हुन्छ है त। त्यसपछि 10औं प्रश्न हेरौँ प्रसिद्ध ऐतिहासिक एवं धार्मिक स्थल आलमदेवी मन्दिर कुन जिल्लामा रहेको छ भनेर रहेको छ। आलमदेवी मन्दिर चाहिँ स्याङ्जामा रहेको छ। यो चाहिँ
शाहवंशीय राजाहरूको कुलदेवी इष्टदेवीका रूपमा चाहिँ लिने गरिन्छ। त्यसपछाडि 11औं प्रश्न हेरौँ। विश्व बैंकले सन् 2025मा प्रकाशित गरेको प्रतिवेदन अनुसार कुल ग्राहस्थ उत्पादन जीडीपीको अनुपातमा सबैभन्दा बढी रेमिट्यान्स भित्र्याउने देश तलका मध्ये कुन हो भनेर रहेको छ। जीडीपीको अनुसारमा चाहिँ सबैभन्दा बढी रेमिट्यान्स भित्र्याउने देश भनेको चाहिँ ताजिकिस्तान हो। यो चाहिँ कुल ग्राहस्थको अनुपातमा चाहिँ 48% रेमिट्यान्स चाहिँ भित्र्याएको थियो ताजिकिस्तानले। चौथो जीवनस्तर सर्वेक्षण 2079-80 का अनुसार चाहिँ नेपालले हरेक वर्ष जीडीपीको 25% चाहिँ यो के भन्दाखेरि जीडीपी चाहिँ भित्राउने गर्दछ है त। त्यसपछि 12औं प्रश्न हेरौँ। आर्थिक सर्वेक्षण 2082-83 का अनुसार 2082 फागुन मसान्तसम्म नेपालमा फौजी सीमाको पहुँच पुगेको जनसङ्ख्या कति प्रतिशत रहेको छ भनेर रहेको छ। यो चाहिँ 89.6% रहेको छ। त्यसपछाडि 13औं प्रश्न हेरौँ। समूह 1 र समूह 2 बुटजोडा मिलाउनुहोस् र कोडबाट सही त छान्नुहोस् भनेर रहेको छ। अब यसमा हेरौँ। दिगो विकासको अवधारणा लागू, यो चाहिँ 8औं योजनाबाट चाहिँ लागू भएको थियो। त्यसपछाडि अर्को रहेको छ नेपालमा सामाजिक सुरक्षाको अवधारणा लागू, यो चाहिँ 9औं योजनाबाट भएको थियो। त्यसपछाडि अर्को आएको छ गरिबी निवारण रणनीति पत्र समावेश भनेर रहेको छ। यो चाहिँ कुन योजनामा रहेको थियो त? यो चाहिँ 10औं योजनामा समावेश भएको थियो। त्यसपछाडि अर्को रहेको छ डीमा विद्युतीय शासनको सुरुवात। विद्युतीय शासनको सुरुवात भने चाहिँ 11औं योजनाबाट सुरु भएको थियो। यसरी हेर्दाखेरि यसको सही उत्तर चाहिँ अप्सन बी हुन्छ। त्यसपछि 14औं प्रश्न हेरौँ। नेपाल पर्यटन बोर्डको आधिकारिक तथ्याङ्क अनुसार सन् 2025 जनवरी डिसेम्बरमा हवाई मार्गबाट नेपाल भित्रिएका कुल विदेशी पर्यटकहरूको सङ्ख्या कति रहेको छ भनेर रहेको छ। यो कुल भित्रिएको पर्यटकको सङ्ख्या चाहिँ 11,58,459 रहेको छ। त्यसपछाडि 15औं प्रश्न हेरौँ। 16औं योजनाको अन्त्य आर्थिक वर्ष 2085-86 सम्ममा महिलाको नाममा घर वा घर जग्गा दर्ता गरेका परिवार कति प्रतिशत पुर्याउने लक्ष्य राखेको छ भनेर रहेको छ। यो चाहिँ 35% पुर्याउने चाहिँ लक्ष्य राखेको छ। त्यसपछाडि 16औं प्रश्न हेरौँ। कानुनको सर्वोत्तम मूल र सर्वोच्च स्रोत सुप्रिम ल अफ ल्यान्ड तलका मध्ये कुन हो भनेर रहेको छ। यो चाहिँ सबैभन्दा माथि चाहिँ संविधान रहन्छ है त। त्यसपछि 17औं प्रश्न हेरौँ। निम्न संविधान र ती संविधान संशोधन भएको पटक बीच जोडा मिलाउनुहोस् भनेर रहेको छ। विभिन्न संविधान रहेका छन्। यो 7 देखि 72 सम्मका विभिन्न 4वटा संविधान दिएको छ। त्यो संविधान चाहिँ कति पटक संशोधन भए या भएनन् चाहिँ हामीले त्यो चाहिँ पत्ता लगाउनु पर्यो है त। सबैभन्दा सुरुमा रहेको छ नेपालको अन्तरिम शासन विधान 2007, यो चाहिँ 6 पटक चाहिँ संशोधन भएको थियो। त्यसपछाडि अर्को रहेको छ नेपालको संविधान 2019, यो 2019 चाहिँ 3 पटक चाहिँ संशोधन भएको थियो। त्यसपछाडि रहेको छ सीमा नेपाल अधिराज्यको संविधान 2047, यो चाहिँ संशोधन भएन। त्यसपछाडि बीमा रहेको छ नेपालको अन्तरिम संविधान 2063 चाहिँ कति पटक संशोधन भयो भन्दाखेरिमा चाहिँ 12 पटक चाहिँ संशोधन भएको थियो है त। यसरी हेर्दा यसको सही उत्तर चाहिँ अप्सन ए हुन्छ। त्यसपछि 18औं प्रश्न रहेको छ। नेपालको संविधान धारा 43 मा उल्लेखित सामाजिक सुरक्षाको हक अन्तर्गत तलका मध्ये कुन वर्गलाई सामाजिक सुरक्षाको हक हुने व्यवस्था छैन भनेर रहेको छ। यसमा चाहिँ यो प्राप्त गर्ने वर्गहरूमा चाहिँ आर्थिक रूपले विपन्न नागरिक, अशक्त र असहाय नागरिक, असहायले एकल महिला, अपाङ्गता भएका नागरिक, बालबालिका, आफ्नो हेरचाह आफै गर्न नसक्ने व्यक्ति, लोपोन्मुख जातिका नागरिकहरूलाई चाहिँ सामाजिक सुरक्षाको हक भनेर चाहिँ उल्लेख गरिएको छ। यसरी हेर्दाखेरि पिछडिएको वर्गका नागरिकहरूले चाहिँ व्यवस्था छैन है त। त्यसैले 19औं प्रश्न हेरौँ। हाल युरोपेली सङ्घ इयुमा कतिवटा सदस्य राष्ट्रहरू युरो मुद्रा आफ्नो आधिकारिक कानुनी मुद्राका रूपमा प्रयोग गर्दछन् भनेर रहेको छ। यो चाहिँ जम्मा 21वटा राष्ट्र रहेका छन्। हालसालै 21औं राष्ट्रका रूपमा चाहिँ बुल्गेरियाले चाहिँ सन् 2026 को जनवरी 1 मा चाहिँ युरोलाई चाहिँ मान्यता दिएको हो।
त्यस्तै अर्को एउटा यही EU सम्बन्धी नै महत्त्वपूर्ण प्रसङ्ग मैले भन्न चाहेँ। युरोजोन युरोपेली सङ्घमा चाहिँ जम्मा 27वटा सदस्य राष्ट्रहरूमध्ये चाहिँ युरो मुद्रा चाहिँ 21जना मात्रै भयो, जसलाई चाहिँ युरोजोन पनि भन्न सकिन्छ र युरो क्षेत्र पनि भन्ने गरिन्छ। त्यस्तै युरो प्रयोग नगर्ने EU सदस्यहरूमा चाहिँ हालमा युरोपेली सङ्घमा चाहिँ 6वटा राष्ट्र रहेका छन्, जसमा चाहिँ डेनमार्क, पोल्यान्ड, अनि अर्को हङ्गेरी, चेक रिपब्लिक, रोमानिया र स्विडेनले चाहिँ युरो मुद्रा प्रयोग गर्दैनन् है त। युरो मुद्रा प्रयोग गर्ने EU बाहिरका देशहरू पनि रहेका छन्। चाहिँ एन्डोरा, मोनाको, सान मारिनो, भ्याटिकन सिटी तथा सम्झौता बिना नै कोसोभो र मोन्टेनेग्रोले पनि युरो मुद्रा चाहिँ प्रयोग गर्छन्। त्यस पछाडि 20औं प्रश्न हेरौँ। तलका मध्ये कुन संस्था विश्व बैंक अन्तर्गत पर्दैन भनेर रहेको छ। यो चाहिँ विश्व बैंक अन्तर्गत चाहिँ IMF अर्थात् अन्तर्राष्ट्रिय मुद्रा कोष चाहिँ पर्दैन है त। यो खासमा विश्व बैंक समूह अन्तर्गत चाहिँ जम्मा IBRD, अनि IDA, IFC, MIGA, मिगा र ICSID गरिए चाहिँ जम्मा 5वटा चाहिँ संस्थाहरू चाहिँ रहेका छन् है त। ती 5वटा रहेका छन्। यो IMF अन्तर्राष्ट्रिय मुद्रा कोष चाहिँ रहेको छैन। अर्को प्रश्न हेरौँ। नेपालको संविधान सम्बन्धमा तलका कथनहरू अध्ययन गरी सही विकल्प छनौट गर्नुहोस् भनेर रहेको छ। यसमा रहेको छ वैदेशिक ऋण लिने अधिकार सङ्घलाई मात्र हुनेछ भनेर रहेको छ। यो सही छ। राज्य शक्तिको प्रयोग सङ्घ, प्रदेश र स्थानीय तह गरी 3 तहको तहले नै गर्दछन् भनेर रहेको छ। यो पनि ठिक छ। त्यस पछाडि अर्को रहेको छ प्रदेश र स्थानीय तहले प्राप्त गर्ने वित्तीय हस्तान्तरणको परिणाम राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सिफारिस गरे बमोजिम हुनेछ भनेर रहेको छ। यो पनि ठिक छ। त्यस पछाडि चौथोमा रहेको छ राष्ट्रिय अर्थतन्त्रलाई आत्मनिर्भर, स्वतन्त्र र उन्नतशील बनाउँदै समाजवादोन्मुख स्वतन्त्र समृद्ध अर्थतन्त्रको विकास गर्ने राज्यको आर्थिक उद्देश्य रहेको छ भनेर रहेको छ। त्यही भएर चाहिँ यसको सबै ठिक हुन्छ है त। यो पनि ठिक छ। त्यसपछि 22औं प्रश्न हेरौँ। नेपालको संविधानको धारा 14 बमोजिम गैर-आवासीय नेपाली नागरिकता प्राप्त गर्ने व्यक्तिले तलका मध्ये कुन अधिकार उपभोग गर्न पाउँदैन भनेर रहेको छ। गैर-आवासीय नेपाली नागरिकता प्राप्त गर्ने व्यक्तिले चाहिँ राजनीतिक अधिकार चाहिँ प्राप्त गर्न सक्दैन। त्यो बाहेक आर्थिक, सांस्कृतिक, सामाजिक चाहिँ प्राप्त गर्दछ है त। त्यस पछाडि 23औं प्रश्न हेरौँ। समूह कमा दिएको विशिष्टीकृत संस्था र समूह खमा दिएको तिनीहरूको स्थापना वर्षबिच चाहिँ जोडा मिलाई विकल्प छनौट गर्नुहोस् भनेर चाहिँ दिएको छ है त। यसमा सबैभन्दा सुरुमा ए नम्बरमा दिएको छ ILO। ILO चाहिँ सन् 1919 को मा चाहिँ स्थापना भएको, जुन चाहिँ 2 मा रहेको छ। त्यस पछाडि अर्को रहेको छ विश्व स्वास्थ्य सङ्गठन, जो चाहिँ 1948 सालमा स्थापना भएको हो। त्यस पछाडि सी नम्बरमा रहेको छ अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन ICAO, जुन चाहिँ क्यानाडा मोन्ट्रियलमा रहेको छ यसको प्रधान कार्यालय। यो चाहिँ सन् 1947 मा चाहिँ स्थापना भएको। त्यस पछाडि अर्को रहेको छ अन्तर्राष्ट्रिय दूरसञ्चार सङ्घ ITU, जुन चाहिँ जेनेभा स्विजरल्यान्डमा रहेको छ। यो चाहिँ 1865 मा चाहिँ स्थापना भएको है त। त्यही भएर यसको सही उत्तर चाहिँ डी हुन्छ। त्यसैले 24औं प्रश्न हेरौँ। संयुक्त राष्ट्र सङ्घ UNको महासभा घोषणा अनुसार सन् 2026लाई विभिन्न अन्तर्राष्ट्रिय वर्षका रूपमा मनाइँदैछ। यस अन्तर्गत सन् 2026 मा मनाइने वर्षहरू तलका मध्ये कुन विषय समावेश छैन अर्थात् पर्दैन भनेर रहेको छ। यो चाहिँ इन्टरनेसनल इयर अफ क्वान्टम साइन्स टेक्नोलोजी अर्थात् क्वान्टम विज्ञान र प्रविधिको अन्तर्राष्ट्रिय वर्ष चाहिँ मनाउने छैन, जुन चाहिँ अप्सन सी रहेको छ है। त्यस पछाडि 25औं प्रश्न रहेको छ दक्षिण एसियाली क्षेत्रीय सङ्गठन सार्कको प्रशासनिक केन्द्र सार्क सचिवालय कहाँ अवस्थित रहेको छ भनेर रहेको छ। यो चाहिँ काठमाडौँ, नेपालमा रहेको छ। सार्क सचिवालयको उद्घाटन भने 1987 जनवरी 16 अर्थात् विक्रमसम्वत 2043 साल माघ 3 गते भएको थियो। नेपालका तत्कालीन राजा वीरेन्द्र विक्रम शाहले चाहिँ काठमाडौँमा यसको औपचारिक उद्घाटन गरेका थिए। त्यसपछि 26औं प्रश्न हेरौँ। अन्तर्राष्ट्रिय नापतौल प्रणाली SI युनिटमा विद्युतीय प्रवाह अर्थात् इलेक्ट्रिक करेन्ट मापन गर्ने आधिकारिक इकाइ मध्ये कुन हो भनेर रहेको छ। यो चाहिँ एम्पियर हो, जुन चाहिँ अप्सन बी रहेको छ। त्यसपछि 27औं प्रश्न हेरौँ। चिकित्सा विज्ञानको क्षेत्रमा क्रान्ति ल्याउने पेनिसिलिन नामक
एन्टिबायोटिकको आविष्कार गर्ने वैज्ञानिक को हुन् भनेर रहेको छ। उनी चाहिँ एलेक्जेन्डर फ्लेमिङ हुन्, जुन चाहिँ अप्सन डीमा रहेको छ। त्यसपछि 28औं प्रश्न हेरौँ। आर्टिफिसियल इन्टेलिजेन्स एआईको क्षेत्रमा क्रान्ति ल्याउने र विश्वभर प्रख्यात बनेको संवादमूलक एआई टुल च्याट जीपीटी कुन प्रविधि कम्पनीले विकास गरेको हो भनेर रहेको छ। यो चाहिँ ओपन एआईले चाहिँ विकास गरेको हो। त्यसपछि 29औं प्रश्न रहेको छ। मानव शरीरमा इन्सुलिन हर्मोनको कमी भएमा तलका मध्ये कुनको रोग लाग्दछ भनेर रहेको छ। यो शरीरमा चाहिँ इन्सुलिनको चाहिँ कमी भएमा चाहिँ मधुमेह अर्थात् डायबिटिज रोग चाहिँ लाग्दछ है त। त्यसपछि 30औं प्रश्न हेरौँ। बोटबिरुवाको तीव्र वृद्धि लागि आवश्यक पर्ने रासायनिक मल युरियाको मुख्यतः कुन तत्त्व पाइन्छ भनेर रहेको छ। यो युरियामा चाहिँ मुख्यतः नाइट्रोजन पाउने गरिन्छ, जसले गर्दाखेरि चाहिँ बोटबिरुवाको चाहिँ तीव्र रूपमा चाहिँ वृद्धि गर्ने गर्दछ। त्यस पछाडि 31औं प्रश्न रहेको छ। सन् 2026 को प्रसिद्ध अन्तर्राष्ट्रिय बुकर पुरस्कार इन्टरनेसनल बुकर प्राइज 2026 प्राप्त गर्ने साहित्यकार र उनले लेखेको कृति तलका मध्ये कुन हो भनेर रहेको छ। यो कृति चाहिँ याङ सुवाङजीको कृति चाहिँ ताइवान ट्राभलग भन्ने हो। त्यस्तै 25 को चाहिँ यो जुन भानुमुस्तक रहेका छन्, यो चाहिँ भारतका नागरिक हो। यो चाहिँ 2025 हो है त। यो चाहिँ 26 को हो, यो चाहिँ 25 को थियो है त। त्यस पछाडि 32औं प्रश्न हेरौँ। कार्यालयबाट अन्यत्र पठाइने बाहिरिने चिठीपत्र वा कागजातहरूको अभिलेख राख्न कार्य चलानी अर्थात् डिस्प्याच हो भने चलानी गर्दा पत्रमा अनिवार्य उल्लेख गरिने सङ्केतलाई चाहिँ के भनिन्छ भनेर रहेको छ। यसलाई चाहिँ चलानी नम्बर र प्रपत्र सङ्ख्या पस भनिन्छ है त। त्यस पछाडि 33औं प्रश्न रहेको छ। नेपाल सरकारले सरकारी कार्यालयको दैनिक प्रशासनिक कार्यलाई कागजविहीन अर्थात् पेपरलेस बनाउन र कार्य सम्पादन शीघ्रतामा ल्याउनका लागि सञ्चालन ल्याएको प्रणाली कुन हो भनेर रहेको छ। यो चाहिँ GIOMS हो, जुन चाहिँ गभर्मेन्ट इन्टिग्रेटेड अफिस म्यानेजमेन्ट सिस्टम भन्छ, अर्थात् सरकारी एकीकृत कार्यालय व्यवस्थापन प्रणाली, जुन चाहिँ अप्सन सी रहेको छ है त। त्यसपछि 34औं प्रश्न हेरौँ। व्यवस्थापनका पिता मानिने हेनरी फोयलका अनुसार व्यवस्थापनका मुख्य कार्यहरू बुझाउने POCCC सूत्रमा दोस्रो सी तलका मध्ये केलाई जनाउँदछ भनेर रहेको छ। यसले चाहिँ कोअर्डिनेटिङ अर्थात् समन्वयलाई जनाउँछ। यो POCCC को फुल फर्म चाहिँ प्लानिङ, अर्गनाइजिङ, कमान्डिङ, कोअर्डिनेटिङ र कन्ट्रोलिङ हुन्छ। त्यसरी हेर्दाखेरि चाहिँ दोस्रो सी भनेको चाहिँ कोअर्डिनेटिङ हुन्छ है त। त्यसपछि 35औं प्रश्न हेरौँ। कार्यालय व्यवस्थापनमा माथिल्लो तहको अधिकारीले आफ्नो कार्यबोझ कम गर्न र मातहतका कर्मचारीलाई सक्षम बनाउन आफूमा निहित केही अधिकार कानुन बमोजिम सुम्पिने कार्यलाई के भनिन्छ भनेर रहेको छ। यसले अधिकार प्रत्यायोजन अर्थात् डेलिगेसन अफ अथोरिटी भनिन्छ है त। त्यसपछि 36औं प्रश्न हेरौँ। सर्वसाधारण नागरिक वा लगानीकर्ताले वित्तीय जोखिम, बचत, लगानी र बैंकिक प्रणालीका बारेमा राख्ने आधारभूत ज्ञान वा सचेतनालाई के भनिन्छ भनेर रहेको छ। यसलाई चाहिँ वित्तीय साक्षरता अर्थात् फाइनेन्सियल लिटरेसी भनिन्छ। त्यस पछाडि 37औं प्रश्न रहेको छ। नेपाल राष्ट्र ब्याङ्कको गभर्नरले को नियुक्ति कसले गर्दछ र उनको कार्यकाल कति वर्षको हुने गर्दछ भनेर रहेको छ। नेपाल सरकार अर्थात् नेपाल राष्ट्र ब्याङ्कको गभर्नरलाई चाहिँ नेपाल सरकारको मन्त्री परिषदले चाहिँ नियुक्ति गर्ने गर्दछ र उनको कार्यकाल चाहिँ 5 वर्षको हुनेछ है त। त्यसपछि 38औं प्रश्न रहेको छ। नेपालमा योजनाबद्ध विकासको सुरुवात विक्रमसम्म 2013 हुनुभन्दा अगाडि नै स्थापना भइसकेको सार्वजनिक संस्थान तलका मध्ये कुन हो भनेर रहेको छ। यो चाहिँ यो दिएका अप्सनहरूमध्ये चाहिँ रघुपति जुट मिल्स लिमिटेड हो। त्यस पछाडि 39औं प्रश्न हेरौँ। सार्वजनिक संस्थानको वर्गीकरण अन्तर्गत जनकपुर चोट कारखाना र हेटौँडा कपडा उद्योग कुन क्षेत्र अन्तर्गत पर्दथे भनेर रहेको छ। यिनीहरू चाहिँ औद्योगिक क्षेत्र अर्थात् इन्डस्ट्रियल सेक्टर अन्तर्गत चाहिँ पर्दछन् है त। त्यस पछाडि 40औं प्रश्न हेरौँ। यसमा चाहिँ रहेको छ। नेपालमा बैंक तथा वित्तीय संस्थाहरूको संस्थागत सामाजिक उत्तरदायित्व CSR को कोषमा चाहिँ आफ्नो खुद नाफाको न्यूनतम कति प्रतिशत रकम अनिवार्य रूपमा जम्मा गर्नुपर्ने छ भनेर रहेको छ। यो चाहिँ केन्द्रीय ब्याङ्कको नियम अनुसार
सबै वाणिज्य बैंक, विकास बैंक र वित्तीय कम्पनीहरूले चाहिँ आफ्नो खुदनाफाको न्यूनतम कति भन्दाखेरि 1% चाहिँ सामाजिक उत्तरदायित्वको CSR कम्युनिटी सर्भिसमा चाहिँ यो चाहिँ लाउनु पर्ने हुन्छ। त्यही भएर यसको सही उत्तर चाहिँ कुन हुन्छ त? अप्सन बी 1%। पछाडि 41औं प्रश्न हेरौँ। यो चाहिँ व्यावहारिक गणित सम्बन्धी रहेको छ। यसमा के दिएको छ हेरौँ है त। यदि कुनै संख्याको 40% मा 42 जोड्दा सोही संख्या प्राप्त हुन्छ भने उक्त संख्या कति होला भनेर रहेको छ। यसमा के भन्यो त? कुनै संख्याको 40% मा 42 जोड्दा चाहिँ त्यो संख्या त्यही नै हुन्छ अरे क्या। कुनै संख्या जस्तै हामीले कुनै संख्या के मानौँ? कुनै संख्या x मानौँ। यो x को 40% भन्नु के हो त? 40% अफ x हुनु। अब यसमा चाहिँ के गर भनौँ भन्दाखेरिमा कुनै संख्या हामीले x मान्यौँ, कन्डिसनले के दियो भन्दाखेरिमा त्यसको 40% मा 42 जोड्दा चाहिँ सोही संख्या आउँछ अरे। सोही संख्या भनेको के आउँछ? x आउँछ। भनेपछि कुन संख्या x छ, x को 40% मा 42 जोडियो भने त्यही x आउँछ अरे। अब यसलाई सल्भ गरौँ। 40 का मुनि 100 x प्लस 42 इजिकल टु x। यो 0 काट्यो। यहाँ कति रह्यो त? 40 थियो। 0 काटेपछि 4 बाँकी रह्यो। अब यसलाई एलसिएम लिने यहाँ कति हुन्छ? माथि 4x भयो। यसलाई एलसिएम लिँदाखेरि 420 हो, तल 10 हो इजिकल टु x हो। अब यसलाई लगेर यता मल्टिप्लाई गरौँ। यसरी मल्टिप्लाई गर्दा के हुन्छ त? 4x प्लस 420 इजिकल टु 10 इन्टु x 10x हुन्छ। अब यसलाई यता लगेर माइनस गरौँ। 420 इजिकल टु 10x माइनस 4x कति हुन्छ त? 6x हुन्छ। अब यो 420 यो 6 ले भाग गरिदिउँ। 420 भागा 6 गर्दाखेरि x आउँछ। 7 छका 42 भनेपछि 70। x को भ्यालु चाहिँ कति रहेछ त? 70 रहेछ। भनेपछि पहिलोको अङ्क कति रहेछ त? 70 रहेछ। यसरी चाहिँ यसलाई गर्न सक्नुभयो त। त्यो प्रश्न हेरौँ। 5 वटा संख्याको एभरेज अर्थात् औसत 40 छ। यदि पहिलो 4 वटा संख्याको औसत 35 भए 5औं संख्या कति होला भनेर रहेको छ। अब यसमा हेरौँ। ल 5औं संख्या चाहिँ हामी कति मानौँ? 5औं संख्यालाई हामीले x मान्यौँ है त। यसरी गर्दाखेरि 5 वटा संख्याको औसत, सुरुमा 5 वटा संख्याको औसत भन्नु नि 5 वटा सबै टोटल चाहिँ कति हुन्छ त? 5 × 40 हुन्छ। हो यसमा के हुन्छ? पहिलो 4 वटा संख्याको औसत कति छ अरे त? यो भनेको चाहिँ 5 वटा संख्याको हो। अब हामीलाई दिएको छ 4 वटा संख्याको औसत कति छ अरे? 35। अब यसमा यो 5औं अंक जोड्दाखेरि यति नै भ्यालु आउँछ भनेपछि यसलाई इजिकल टु गर्न मिल्यो। अब यसलाई हिसाब गरौँ। अब हिसाब गर्दाखेरि के हुन्छ त? 5 को 20 भनेपछि 200। यता कति हुन्छ? 35 दुना 70, 70 दुना 40, 140 भनेपछि 140 हुन्छ प्लस x भयो। अहिले यता ल्याएर माइनस गरिदिउँ। x इजिकल टु कति हो त? 60 हो। यसरी चाहिँ x को भ्यालु कति आउने रहेछ त? 60 आउने रहेछ। जुन चाहिँ अप्सन डी रहेको छ है त। अब यसलाई इजी तरिकाले गर्नुहुन्छ भने सुरुमा टोटल हाम्रो संख्या कति छ? 5 × 40। त्यसमा हामीलाई 4 वटाको औसत दिएको छ 4 × 35। हो यो दुईटा माइनस गरेर अब यो क्याल्कुलेट गरेर गर्नुभयो भने डाइरेक्ट एन्सर आउँछ है त। त्यसपछाडि 43औं प्रश्न हेरौँ। दुईवटा संख्याहरूको अनुपात 3:4 रहेको छ। यदि दुवै संख्याहरूमा 6 जोड्दा नयाँ अनुपात चाहिँ 4:5 आउँछ अरे। भने यी संख्याहरू कुन कुन हुन् भनेर रहेको छ। अब सुरुमा साझा अनुपात हामी मानौँ। लाई x मानौँ भनेपछि सुरुका अनुपातहरू कति हुन्छन्? एउटा 3x हुन्छ, अर्को 4x हुन्छ। अब हामीलाई यहाँ के दिएको छ? त्यो दुवै संख्याहरूमा 6 जोड्दा भन्नुको मतलब 3x प्लस 6 4x प्लस 6 जोड्दाखेरि चाहिँ यसको नयाँ अनुपात यो दुईटालाई भाग गर्नु भनेको अनुपात हो। भनेपछि यो नयाँ अनुपात कति हुने रहेछ? 4:5 हुन्छ अरे। अब यसलाई सल्भ गर्ने उत्तर आइहाल्छ। उ सल्भ गरौँ। यसले
यसले यता मल्टिप्लाई गरौँ, यसले यता मल्टिप्लाई गरौँ। 5 दिया 15x प्लस 6 पंचे 30, 4 चौको 16x प्लस 6 चौको 24। अब के गरौँ त? यसलाई उता लगेर माइनस गरौँ, यसलाई यता ल्याएर माइनस गरौँ। ल 30 माइनस 24 इक्वल टु 16x माइनस 15x। x इक्वल टु कति आयो त? 6 आयो। भनेपछि कुन चाहिँ रहेछ त यिनीहरूको? ती संख्याहरू अब कुन कुन हुन् भन्नाले अब हामीलाई x कमन भ्यालुको आयो। अब ती भ्यालु कुन कुन हुन् त? 3x र 4x छन्। 3 इन्टु x भने कति? 6 आएको छ। 6 त्यहाँ एउटा 18 रहेछ, अर्को 4x भनेपछि 4 इन्टु 6, 6 चौको 24 रहेछ। भनेपछि 18 र 24 चाहिँ ती दुईटा संख्या रहेछन्। कहाँ छन् त 18 र 24? अप्सन बी मा छ है त। त्यस पछाडि 44औं प्रश्न हेरौँ। कुनै सामानको अंकित मूल्य रु 5000 तोकिएको छ। यो अंकित मूल्य भनेको के हो त? जस्तै तपाईले अहिले पसलमा जानुभयो भने तपाईले कुनै सामान किन्दै हुनुहुन्छ भने यो सामानको कति भन्दाखेरि उनले भन्छ नि कति पैसा हो, त्यो चाहिँ अंकित मूल्य हो। त्यसमा डिस्काउन्ट दिनै बाँकी छ है त। अंकित मूल्यमा चाहिँ डिस्काउन्ट आउँछ, अर्थात् छुट दिइन्छ। भनेपछि उक्त सामानमा 20% छुट दियो अरे। अब त्यो 5000 मा 20% छुट दिँदाखेरि 13% मूल्य अभिवृद्धि कर भ्याट जोड्दा उपभोक्ताले जम्मा कति रकम तिर्नु पर्ला भनेर भनेको छ। अब यो भन्नुको मतलब सबैभन्दा सुरुमा उले किनेको पैसा कति हो? हो त्यो किनेकोमा चाहिँ यो भ्याट अर्थात् मूल्य अभिवृद्धि कर लाग्छ है त। किनेको मूल्यमा चाहिँ अब उले किनेको कति थियो त? सुरुमा 5 भनेको थियो, त्यसमा 20% छुट पायो। त्यो 20% छुट पाएपछि उले किनेको हो। अब त्यो जति किन्यो त्यसमा चाहिँ फेरि 13% भ्याट चाहिँ उले तिर्नु पर्यो जोडेर भन्नुको मतलब। अब यसको मतलब छुट पाउने भन्ने बित्तिकै उले कति पायो त? 5000 माइनस 20% अफ 5000। यो भनेको चाहिँ उले किनेको पैसा भयो। सी अर्थात् एसपी, यसलाई किनेको मूल्य भयो उसको किनेको। अब यो हिसाब गर्दा 5000 माइनस 20 का मुनि 100 इन्टु 5000, यो दुईटा जिरो काट्यो, कति आयो त? 5000 माइनस 5 गुणा 10 भनेपछि उले किनेको मूल्य कति रहेछ त? 4000 रहेछ। अब यो 4000 मा चाहिँ उले चाहिँ भ्याट अर्थात् मूल्य अभिवृद्धि कर पनि तिर्नु पर्यो। भनेपछि यो मूल्य अभिवृद्धि कर सहितको भनेपछि भ्याट सहित निकाल्नलाई चाहिँ के गर्नु पर्यो? सबैभन्दा सुरुमा 4000 जोड्नु पर्यो प्लस 13% अफ 4000, 4000 प्लस 13 का मुनि 100 इन्टु 4000, यो दुईटा काट्यो, 13 इन्टु 40 कति हुन्छ त? त्यहाँबाट गर्नु पर्यो। अब यसरी गर्दा 4000 प्लस 13 इन्टु 40 गर्दाखेरि 4 त्यहाँ 12 12 भने पछाडि कति हुन्छ त? 52 52 भनेपछि 520 हुन्छ। अब यो दुईटा जोड्दाखेरि कति भयो त? 4520। भनेपछि उले कुनै अंकित मूल्यमा डिस्काउन्ट पायो। त्यो डिस्काउन्टमा फेरि 13% भ्याट तिर्दाखेरि चाहिँ उले कति जम्मा तिर्ने रहेछ भनेर रहेको छ त भन्दाखेरिमा 4520 रुपैयाँ चाहिँ उले तिर्नु पर्यो। त्यस पछाडि अर्को प्रश्न हेरौँ। 45औं प्रश्न। दिएका तथ्याङ्कहरू 12, 15, 8, 20, 18, 11, 24 को मध्यका अर्थात् मिडियन निकाल्नुस् भनेर चाहिँ यसले दियो। जम्मा अब यसको लागि चाहिँ के हुन्छ त फर्मुला भन्दाखेरिमा मध्यका निकाल्नेले चाहिँ मिन अर्थात् एभरेज भनेको थियो भने त्यही सबै जोडेर त्यसको कतिवटा नम्बर छ त्यसले भाग गर्दा हुन्थ्यो। तर यो मध्यका भन्ने बित्तिकै चाहिँ हामीले सबैभन्दा सुरुमा सानोदेखि ठुलो क्रममा एरेन्ज गर्ने। जस्तै यहाँ सबैभन्दा सानो कुन छ त? हेरौँ है त। यसमा सबैभन्दा सानो 8 छ। 8 पछाडि कुन छ? हेरौँ यहाँ 11 छ। 11 पछाडि कुन छ? 12 छ। 12 पछाडि कुन छ? 14 छ। 14 पछाडि कुन छ? 15 छ। 15 पछाडि कुन छ? 18 छ। 18 पछाडि कुन छ? 20 छ। यसरी हेर्दाखेरि चाहिँ 8, 11, 12, 14, 15, 18 र 20 गरेर चाहिँ 7 वटा संख्या रहेछन्। अब भनेपछि संख्या कति रहेछ त? 7 रहेछ।
अब हामीलाई मध्यक निकाल्ने फर्मुला के थाहा छ? n प्लस 1 का मुनि 2 यो गर्दाखेरि कति आउँछ? n भनेको 7 प्लस 1 का मुनि 2 भयो। 7 1 8 8 का मुनि 2 भयो। यो भनेको 4। अब यो 4 टर्म चाहिँ चारौं स्थानको संख्या भन्ने हुन्छ क्या यो चाहिँ मिडियन चाहिँ। अब यो एरेन्ज गरिसकेको यो हामीले एरेन्ज किन गरियो भन्दाखेरिमा यहाँ जति स्थानको संख्या आउँछ त्यो स्थानको संख्या नै यसको मध्यक हुन्छ। त्यही भएर चाहिँ हामीलाई सानो संख्यादेखि बढ्दो क्रममा चाहिँ एरेन्ज गर्नुपर्छ अर्थात् त्यसलाई चाहिँ मिलाउनुपर्छ सानोदेखि ठुलोको क्रम हो। अब यहाँबाट चारौं संख्या हेर्ने 1 2 3 4 4 मा कति रहेछ त 14 रहेछ। यसरी हेर्दाखेरि यसको मध्यक चाहिँ कति हुन्छ त? कति हुन्छ? 14 हुन्छ। त्यही भएर यसको सही उत्तर के छ त? 14 हुन्छ। जुन चाहिँ अप्सन ए छ है त। त्यसपछाडि 46औं प्रश्न हेरौँ। यो 46औं प्रश्न चाहिँ मुख्य गरेर पाँचौं तहको सङ्गठित संस्थाको इक्जामको लागि फोकस गरेर अङ्ग्रेजी र नेपालीका 5 वटा प्रश्न चाहिँ इन्क्लुड गरिएको छ है त। 46औं प्रश्न हेरौँ। चुज द करेक्ट अप्सन टु फिल इन द ब्ल्याङ्क। र यसमा के रहेको छ भन्दाखेरिमा आइदर द प्रिन्सिपल अर द टिचर ड्यास प्रेजेन्ट एट द मिटिङ यस्टरडे भनेर रहेको छ। यस्टरडे यसमा चाहिँ के हुन्छ भन्दाखेरिमा वेयर हुन्छ यसको सही उत्तर। when two subjects are joined by either or neither nor हो त्यस्तो छ भने चाहिँ the verb agrees with the closer subject. Here the teachers मा चाहिँ लास्टको शब्दमा चाहिँ के छ त प्लुरल छ। यो चाहिँ क्लोजर टु द ब्याङ्क। अब लास्टको शब्द चाहिँ कुन त्यो जुन खाली ठाउँमा हामीले भर्नुपर्ने छ। अब यहाँ चाहिँ टिचरको चाहिँ क्लोजर टु द ब्ल्याङ्क टिचर्स भनेको चाहिँ प्लुरल हो। अब त्यही भएर चाहिँ यो प्लुरलको छेउमा चाहिँ हामीलाई चाहिँ भर्ब चाहिएको नि त हो। त्यही भएर चाहिँ भर्ब पनि प्लुरल युज गर्नुपर्ने हुन्छ। अनि यहाँ चाहिँ पास्ट टाइममा दिएको छ जुन चाहिँ यस्टरडे भनेको छ त्यही भएर चाहिँ वेयर भनेर चाहिँ युज भएको है त। त्यसपछि 47औं प्रश्न हो। व्हाट इज सिनोनिम अफ द बेनेभोलेन्ट भनेर रहेको छ। यो भनेको चाहिँ वेल मिनिङ काइन्ड अर्थात् हेल्पफुल भन्ने बुझिन्छ यो बेनेभोलेन्ट भनेको चाहिँ। त्यही भएर चाहिँ यसको सही उत्तर चाहिँ के हुन्छ त? अप्सन सी काइन्ड हुन्छ है त। त्यसपछि 48औं प्रश्न हेरौँ। आफ्नो आहात हाल्नु भन्नाले तलका मध्ये कुन अर्थलाई बुझाउँदछ भनेर रहेको छ। यो चाहिँ आफ्नो स्वामित्व वा हक जमाउनु भन्ने चाहिँ बुझिन्छ है त। त्यसपछाडि 49औं प्रश्न रहेको छ। द वर्ड कम्प्यासन रिफर्स टु भनेर रहेको छ। यो चाहिँ अ फिलिङ अफ डिप सिम्प्याथी इन सरो फर एनदर हु इज सफरिङ भन्ने चाहिँ यसको अर्थ हुन्छ है त। त्यसपछि 50औं प्रश्न हेरौँ। भानु शब्दको सही पर्यायवाची उस्तै अर्थ दिने शब्द तलका मध्ये कुन हो भनेर रहेको छ। यो चाहिँ भानु भनेको चाहिँ सूर्य है त यसको पर्यायवाची शब्द। त्यसपछाडि अब हेरौँ यो चाहिँ मुख्य गरेर चौथौं तहको सङ्गठित संस्थाको लक्षित गरेर चाहिँ सार्वजनिक संस्थानका 5 वटा प्रश्नहरू रहेका छन्। जसमा चाहिँ 51औं प्रश्न रहेको छ। अर्थ मन्त्रालयद्वारा प्रकाशित सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा पछिल्लो प्रतिवेदन अनुसार सार्वजनिक संस्थानहरूको नेपाल सरकारको कुल सेयर ऋण लगानी टोटल इन्भेस्टमेन्ट कति कायम रहेको छ भनेर रहेको छ। यो चाहिँ 7 खर्ब 98 अर्ब 56 करोड रहेको छ। त्यसपछि 52औं प्रश्न रहेको छ। नेपाल राष्ट्र बैंक ऐन 2058 अनुसार बैंक तथा वित्तीय संस्थाको लाइसेन्स खारेज गर्ने वा गभर्नरलाई पदमुक्त गर्ने निर्णय विरुद्ध चित्त नबुझेमा कहाँ पुनरावेदन अर्थात् एपिल गर्न सकिन्छ व्यवस्था कानुनी व्यवस्था रहेको छ भनेर रहेको छ। यो चाहिँ यो ऐन बमोजिम चाहिँ गठित विशेष पुनरावेदन समिति अर्थात् स्पेसल अपिल कमिटीमा चाहिँ पुनरावेदन गर्न सकिन्छ है त। त्यसपछाडि 53औं प्रश्न रहेको छ। नेपाल सरकारले सार्वजनिक संस्थानहरूमा वित्तीय अनुशासन कायम गर्न बजेट प्रणालीलाई अनुमान योग्य बनाउन लागू गरेको सार्वजनिक खर्च व्यवस्थापन अर्थात् पब्लिक एक्सपेन्डिचर म्यानेजमेन्ट पीएम को मुख्य अङ्ग तलका मध्ये कुन हो भनेर रहेको छ। यो चाहिँ मध्यकालीन खर्च संरचना अर्थात् मिडियम टर्म एक्सपेन्डिचर फ्रेमवर्क एमटीईएफ हो है त। त्यसपछाडि 54औं प्रश्न रहेको छ। सार्वजनिक संस्थानका कर्मचारीहरूको सेवा शर्त र सुविधा सम्बन्धी नियमहरू बनाउँदा वा परिमार्जन गर्दा अनिवार्य रूपमा कसको पूर्व स्वीकृति वा परामर्श लिनुपर्ने संवैधानिक व्यवस्था छ भनेर रहेको छ। त्यो चाहिँ लोकसेवा आयोगको चाहिँ
संवैधानिक व्यवस्था हो। पूर्व योग्यता अर्थात् पूर्व स्वीकृति लिनुपर्छ है त। त्यस पछाडि 55औं प्रश्न हेरौँ। प्रसिद्ध सार्वजनिक संस्थान गोरखापत्र संस्थान र सांस्कृतिक संस्थान अर्थ मन्त्रालयले क्षेत्रगत वर्गीकरण अनुसार कुन क्षेत्रमा पर्दछ भनेर रहेको छ। यो चाहिँ सामाजिक क्षेत्र अर्थात् सोसियल सेक्टर अन्तर्गत चाहिँ पर्दछन् है त। हस् त, सेट 13 अन्तर्गतका विभिन्न प्रश्न र उत्तरहरू यति नै। यो भिडियोलाई चाहिँ धेरैभन्दा धेरै सेयर गरिदिनु होला। यहाँसम्म सुनिदिनु भएकोमा धन्यवाद।